पति घरमा नभएको समयमा वा परदेशमा भएको समयमा स्त्री मान्छेहरूलाई हाम्रो शास्त्रमा चुडेलनी भएर घरमा बस्नु भन्ने आदेश दिएको छ। अब चुडेलनी भनेर ठ्याक्कै चुडेलनी होइन, तर हेर्दा चुडेलनी जस्तै, चुडेलनी भनेको किचकन्ने जस्तै भएर बस्नु भनेर शास्त्रमा आदेश दिएको छ। शास्त्रमा के भनिएको छ भन्दाखेरि पति घरमा नभएको समयमा वा परदेशमा भएको समयमा श्रृंगार रहित भएर बस्नु, मेकअप लिपस्टिक आदि केही पनि नगर्नु, आँखामा गाजल पनि नलाउनु, झुत्रे झात्रे कपडा लगाएर बस्नु, कपाल पनि नकोर्नु, अझ खाटमा पनि नसुत्नु, भुइँमा सुकुल बिछ्याएर सुत्नु, खान पनि एक छाक खानु भनेर शास्त्रमा आदेश दिएको छ। यो सबै किन भन्दा ताकि परपुरुष देखेर भागुन डराउन् भनेर। हाम्रो शास्त्रमा बडा गहिरो तरिकाले स्त्रीहरूको सतीत्व रक्षा गर्ने उपाय बताइएको छ। तर अब अहिले समाज यति छाडा छ, विशेष गरी स्त्री मान्छेहरू यति छाडा बनाइएका छन् आधुनिकता स्वतन्त्रताको नाममा। उनीहरू यति संस्कार भ्रष्ट बनाइएका छन्। यो गल्ती उनीहरूको होइन, गल्ती त यो समाजकै हो। समाजले उनीहरूलाई दुरुपयोग गर्न चाहे, तर उनीहरूले पनि आफू कसरी समाजबाट दुरुपयोग भइरहेको छु भन्ने कुरा बुझ्न सकिरहेका छैनन्। यो त कलिको प्रभाव हो। तर पनि सत्य कुरा, मान्छेलाई सत्य कुरा त पच्दैन। तपाईहरुमध्ये कतिपयले मेरो यो भिडियोमा